वचनको समयमा जानुभन्दा अगाडि म एउटा खण्डलाई पढ्नेछु। यहाँनिर यसो लेखेको छ, The Lord bless you and keep you. The Lord make his face shine upon you. Be gracious to you. The Lord makes his face shine on you and give you peace. Every good gift and every perfect gift is from above, coming down from the Father of light. There is no variation or change like the shadow of turning. भनेको छ है। हामी नेपालीमा सुन्नेछौँ। परमप्रभुले तिमीहरूलाई आशीष दिउन् र तिमीहरूलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख तिमीहरूमाथि चम्काउन् र तिमीहरूलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा तिमीहरूमाथि प्रकाश गरून् र तिमीहरूलाई शान्ति दिउन्। यसरी नै तिमीहरूले इजरायलीहरूमाथि मेरो नाम कायम राख्नेछौ र म तिमीहरूलाई आशीष दिनेछु। वचन बोल्ने छोरीलाई तपाईँको हातमा हामी भन्ने अनि सुन्ने दुवैतर्फ तपाईँ भइदिनुहोस्। अनि वचन अवधिभरिको समयमा बाहिरदेखि आउने हरेक होला डिस्टर्बेन्सहरू अन्धकारको शक्तिहरूलाई नाचरत येशू तपाईँको नाम हामी खारिज बोल्छौँ। अनि त्यो वचनहरू हामी सुन्नेछौँ अनि हाम्रो जीवनमा प्रभु त्यो वचनहरू एउटा आशिष बनिन सकेकोस् भन्ने हामी तपाईँमा प्रार्थना गर्छौँ। धन्यवाद छ सबै कुरा तपाईँमा यो छोटो बिनती प्रार्थना तपाईँमा राख्दै आशिष चाहन्छौँ येशू प्रभुको नाममा। अब हामी वचनको समयमा जानेछौँ। यो वचनको समय चाहिँ हाम्रो कोमली नानालाई दिन चाहन्छु। हालेलुया हालेलुया।
परमेश्वरलाई धन्यवाद है नानीलाई आशिष बोल्नको निम्ति आज हामी यस ठाउँमा भेला भएका छौँ अनि हामी केही वचनको खण्डहरूद्वारा है आज हामी केही वचनहरू हेर्नेछौँ अनि यसरी नानीलाई आशिष पनि आज हामी बोल्नेछौँ है अनि आज नानीलाई चाहिँ यति धेरै असल बनाउनु भएको छ परमेश्वरले यति सुन्दर बनाउनु भएको छ आज म ठक्कै यहाँ बस्दै गर्दाखेरि है यसरी त्यो नानीलाई यसो सम्झिँदै अनि यसो डेकोरेसनलाई हेर्दै गर्दाखेरि है आज यति सुन्दर है परमेश्वरले आज रिना छोरीको जीवनमा यसरी दिनुभएको छ छोरीलाई यहाँनिर है यर्मियाको पुस्तकमा पनि 1:5ले यही भन्छ कि मैले तँलाई गर्भमा रच्नु अघि नै तँलाई चिनिसकेको थिएँ तँ जन्मनु भन्दा अघि नै मैले तँलाई अलग गरेँ तैँले मैले तँलाई जाति जातिका निम्ति एक अगमवक्ता नियुक्त गरेँ हालेलुया आज है यसरी यो रेना छोरीलाई परमेश्वरले यसरी आमाको गर्भमा आउनुभन्दा अगाडि चाहिँ है आज यो छोरीलाई चाहिँ कस्तो प्रकारको बनाउनु पर्थ्यो है आज यो छोरी चाहिँ कस्तो हुनु पर्थ्यो है अनि आज यो छोरीलाई चाहिँ कुन आकारले बनाउनु पर्छ भनेको सबै कुरा परमप्रभु परमेश्वरलाई थाहा थियो है आज एउटा आमालाई थाहा थिएन होला सायद है आज मेरो नानी चाहिँ यस्तो जन्मिँदैछ आज इभन यो थाहा हुँदैन कि आज मेरो नानी चाहिँ छोरा हो कि छोरी हो भनेर एउटा आमा बाबालाई थाहा हुँदैन तर आज हाम्रो परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ कि उहाँले आज यो छोरा र छोरीलाई चाहिँ कुन सन्तानको चाहिँ खाँचो छ भनेर है जान्नु हुने है अनि उहाँले चाहिँ है आज यसरी कुन यो छोरीलाई चाहिँ कस्तो प्रकारको नानी यसरी दिँदाखेरि चाहिँ यो जीवन उहाँहरूको जीवनमा चाहिँ असल हुन्छ भनेर जान्नुहुने चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ है अनि आज हामीलाई कस्तोलाई थाहा नभई है अनि यसरी आमा बाबालाई थाहा नभइकन चाहिँ यसरी आज है छोरीको जीवनमा परमप्रभु परमेश्वरले असल छोरी है यसरी रचना गरेर पठाउनु भएको छ है आज उहाँले चाहिँ है त्यति मात्र होइन कि आज उहाँलाई बनाउँदै गर्दाखेरि चाहिँ उहाँलाई यसरी निर्माण गर्दै गर्दा चाहिँ आज उहाँले चाहिँ यस पृथ्वीमा त्यसै पठाउनु भएको छैन उहाँले चाहिँ जातिको बिचमा चाहिँ एउटा असल काम गर्ने छोरी बनाएर पठाउनु भएको छ हालेलुया जुन योजना गरेर पठाउनु भएको छ त्यो चाहिँ आज तपाईँ हामी जान्दैनौँ आज उहाँको आमा बाबाले जान्दैन तर परमप्रभु परमेश्वरले जान्नुहुन्छ हालेलुया आज उहाँ मात्र एकमात्र परमेश्वर हुनुहुन्छ आज रेना र छोरीलाई चाहिँ किन पठाउनु भएको छ भन्ने कुरा हालेलुया किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु परमप्रभु भन्नुहुन्छ ती तिमीहरूका उन्नतिको निम्ति नोक्सानीको निम्ति होइन तिमीहरूलाई आशा र भविष्य दिनलाई हालेलुया हेर्नुहोस् आज हाम्रो परमप्रभु परमेश्वर चाहिँ कति भला हुनुहुन्छ कति महान हुनुहुन्छ उहाँले चाहिँ है यसरी छोरीलाई आज यो समय छोरीले जान्दैन बुझ्दैन है सानो उमेर छ तर पनि आज छोरीको जीवनमा चाहिँ उहाँले है यस्तो तरिकाले उहाँलाई चाहिँ बनाउनु भएको छ कि उहाँलाई जति कुरा योजना गरेर बनाउनु भएको छ छोरीको जीवनमा आज छोरीको जीवनमा मात्र होइन तपाईँ अनि हाम्रो जीवनमा पनि परमेश्वरले बनाउँदै गर्दाखेरि धेरै कुराको योजना राखेर बनाउनु भएको छ आज तपाईँ अनि मलाई चाहिँ बनाउँदै गर्दा चाहिँ जुन योजना गरेर तपाईँ अनि मलाई बनाउनु भएको छ साथसाथै रेना र छोरीलाई पनि बनाउनु भएको छ त्यो कुराले चाहिँ परमेश्वरले कहिले पनि यो कुराले चाहिँ यिनीहरूलाई हानि होस् यो कुराले चाहिँ यसलाई नोक्सानी होस् भनेर बनाउनु भएको छैन आज जुन योजनाले आज बनाउनु भएको छ त्यो योजनाले चाहिँ आज हामीलाई जहिले पनि सफलतामा लिएर जाँदछ हालेलुया आज त्यो कुराले चाहिँ कहिले पनि है हामीलाई आज तल झार्दैन है त्यो कुराले जहिले पनि आज हामीलाई माथि जान्छ ताकि आज हामीले चाहिँ यो जान्नु पर्यो कि आज उहाँले चाहिँ हामीलाई चाहिँ कुन योजनाले बनाउनु भएको छ आज हामीले उहाँले बनाउनु भयो हामीलाई धेरै कुराहरूले योजना गरेर बनाएर पठाउनु भएको छ तर आज हामीले परमप्रभु परमेश्वरको योजनालाई थाहा नगरिकन उहाँले हामीलाई चाहिँ यो संसारमा किन पठाउनु भएको भनेर हामी त्यो बुझ्दैनौँ भने चाहिँ आज हाम्रो जीवन हामी यात्रा फ्याँकिरहेका हुन्छौँ आज त्यो जीवनहरूलाई चाहिँ हामीले त्यस्तै नाश गरिरहेका हुन्छौँ तर आज हामी परमप्रभुमा भरोसा गरेर आज हामी उहाँको योजनामा चाहिँ हामी है उहाँको योजना चाहिँ मलाई चाहिँ परमप्रभु परमेश्वरले यस्तो तरिकाले बनाएको छ भनेर आज हामी त्यो कुराहरूलाई चाहिँ बुझ्छौँ भने चाहिँ आज त्यो कुराले हामीलाई जहिले पनि उन्नति दिन्छ है त्यो कुराले चाहिँ जहिले पनि आज हाम्रो भविष्य बनाएर जान्छ हालेलुया अनि यहाँनिर है परमप्रभु परमेश्वरले आज छोराछोरीलाई के गर्नुभएको छ भन्दाखेरि है आज यो चाहिँ परमप्रभुले परमेश्वरले बनाउनु भएको हो आज अघि नै मैले भने नि आज रेना र छोरीको त जान्दैन सानो छ आज जति पनि आज हामी यहाँ छौँ हाम्रो छोराछोरीले पनि यो कुराहरू जान्नु पर्दछ कि है आज परमप्रभु परमेश्वरले के गर्नुहुन्छ भन्दा चाहिँ छोराछोरी हो प्रभुमा आफ्नो आमा बुवाको आज्ञा पालना गर किनकि त्यो उचित हो आफ्नो बुबा र आमाको मान गर जो प्रतिज्ञा सहितको पहिलो आज्ञा हो कि तिमीहरूलाई
भलो होस् र पृथ्वीमा तिमीहरू दीर्घायु होस्। हालेलुया। आज चाहिँ यो पद चाहिँ आज रेनेरा नानीको निम्ति मात्र होइन, आज जतिजना हाम्रो यसरी नानीहरू हुनुहुन्छ है, आज परमप्रभु परमेश्वरले चाहिँ यो भन्दै हुनुहुन्छ कि तिमीहरूलाई जुन यसरी आफ्ना आमा बुबा बनाएर मैले यस संसारमा पठाएको छु, त्यो आमा बुबाको चाहिँ तिमीहरूले आदर गर भन्नुभएको छ। आज त्यो आमा बुबालाई चाहिँ तिमीहरूले चाहिँ मान गर, तिमीहरूको रेस्पेक्ट गर, त्यो आमा बुबालाई चाहिँ सम्मान गर भनेर चाहिँ आज परमप्रभु परमेश्वरले भनिराख्नु भएको छ। आज त्यो चाहिँ परमप्रभु परमेश्वरले एउटा प्रतिज्ञा सहितको आज्ञा पनि आज तपाईँ अनि हामीलाई राखिदिनु भएको छ। हालेलुया। अनि आज जब हामी त्यो कुराहरू गर्छौँ भने चाहिँ है, आज हामी जब चाहिँ परमेश्वरले भनेको आज्ञाहरूलाई जो प्रतिज्ञाहरूलाई चाहिँ आज हामी पुरा गर्छौँ भने चाहिँ परमप्रभु परमेश्वरले चाहिँ यो कुरा भन्नुहुन्छ कि तिमीहरूलाई सदा सर्वदा भलो होस् है, अनि तिमीहरू चाहिँ यस पृथ्वीमा बसिन्छ चाहिँ तिमीहरू चाहिँ दीर्घायु हौ भनेको लामो आयुसँग तिमीहरू बाँच्छौ भनेर भनिरहनु भएको छ। हालेलुया। आज परमप्रभु परमेश्वरको वचन चाहिँ त्यस्तो ख्यालबाट होइन, उहाँले जे कुरा भन्नुहुन्छ, उहाँले जे कुरा प्रतिज्ञा गर्नुभएको छ, जे कुरा आज्ञा दिनुभएको छ, त्यो प्रत्येक आज्ञाहरू चाहिँ त्यो प्रतिज्ञाहरू चाहिँ पुरा हुँदछ। हालेलुया। यसरी व्यवस्था 28:13 यो कुराहरू भन्छ, मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू ध्यान दिएर ती होसियार साथ पालन गर्यो भने परमप्रभुले तिमीहरूलाई पुच्छार होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैँ चुप्पमा हुनेछौ, कहिले पनि फेदमा पर्ने छैन। हालेलुया। हेर्नुहोस् न, यहाँ के भनिराख्नु भएको छ भन्दाखेरि चाहिँ आज जब हामी परमप्रभु परमेश्वरको आज्ञा पालनहरू गर्छौँ, आज यो मात्रै होइन कि आमा बुवालाई आदर गर, उहाँले त यो त प्रतिज्ञा सहितको पहिलो आज्ञा भन्नुभएको छ, तर आज चाहिँ परमप्रभु परमेश्वरले कति धेरै यहाँनिर यसरी आज्ञाहरू राख्नु भएको छ। तिमीहरूले चाहिँ यो कुरा गर, यो कुरा नगर भनेर जे कुराहरू भनिराख्नु भएको छ है, आज हामी चाहिँ त्यो सबै कुराहरू चाहिँ पालना गर्दै जान्छौँ है। यसरी परमप्रभु परले चाहिँ आज हामी भरोसा गर, उहाँले गर्नुभएको सबै कुराहरू चाहिँ आज्ञा पालन गरी आज उहाँमा भरोसा गर्छौँ भने चाहिँ आज उहाँले हामीलाई कहिले पनि फेदमा राख्नुहुन्न, उहाँले जहिले पनि आज हामीलाई उचाल्नुहुन्छ, उहाँले कहिले पनि आज हामीलाई चाहिँ यसरी त्यसै छाडिदिनुहुन्न। आज हामी उहाँमा भरोसा गरेर उहाँसँग चाहिँ हामी विश्वास गरेर उहाँले गर्नुभएको प्रतिज्ञा, उहाँले गर्नुभएको आज्ञा पालनहरूलाई चाहिँ गर्छौँ अनि टेर्छौँ भने चाहिँ आज उहाँले भन्नुभएको छ तिमीहरूलाई है तिमीहरू चाहिँ सधैँ चुप्पोमा हुनेछौ, कहिले पनि फेदमा पर्ने छैन भन्नुभएको छ। हालेलुया। त्यसैले है आज म यो उत्साह गर्न चाहन्छु नानीहरूलाई पनि। आज परमप्रभुले जति पनि आज मैले तपाईँहरूलाई एक दुईवटा भर्स मात्रै लिएर भन्छु यहाँनिर, तर आज परमप्रभु परमेश्वरले डल्लै बाइबलमा कतिवटा कुराहरू गर भन्नुभएको छ। स्पेसली आज हाम्रो युथ भाइ बहिनीहरू है, यसरी मसिनो सन्डे क्लासको नानीहरू उहाँहरू सिक्दै हुनुहुन्छ। आज त्यो कुराहरू चाहिँ आज हामी गर्दै जान्छौँ भने चाहिँ आज यो होइन कि आज युथहरूलाई मात्रै भन्यो भनेर होइन, यो चाहिँ हामी आफ्नो बाबा आमाले पनि है यो कुराहरू चाहिँ हामी गर्छौँ भने चाहिँ उहाँले जहिले पनि आज हामीलाई प्रेमले गर्नुहुन्छ है। उहाँ प्रेमको परमेश्वर हुनुहुन्छ, उहाँले आज हामीलाई कहिले पनि छाड्नुहुन्न। आज हामी कति गल्ती गर्दा पनि आज परमप्रभु परमेश्वर चाहिँ हामीलाई आशा गरेर घर बस्नुहुने परमेश्वर हुनुहुन्छ है। आज उहाँ चाहिँ उहाँदेखि टाढा हुँदै गर्दा पनि उहाँ चाहिँ यस्तो परमेश्वर हुनुहुन्छ कि आज मेरो छोराछोरी कहिले म कहाँ आउँछ भनेर पर्खिराख्ने परमेश्वर हुनुहुन्छ। हेर्नुहोस् त, हामी त्यस्तो हुँदा त उहाँले त्यसो गर्नुहुन्छ भने आज उहाँको आज्ञा पालन गर्छौँ, उहाँले गर्नुभएको प्रतिज्ञा गर्दै कुराहरू चाहिँ पुरा गर्दै जान्छौँ भने चाहिँ आज हामीलाई उहाँले कहाँ राख्नुहुन्छ। उहाँले भन्नुभएको छ है, आज तिमीहरूलाई चाहिँ पुच्छारमा होइन तिमीहरूलाई शिर तुल्याउनेछु भन्नुभएको छ। हालेलुया। व्यवस्था 11 है 18 र 19 यो भन्छ, तिमीहरूले मेरो यी वचनहरू आफ्ना मनमा र आफ्नो हृदयमा राख, आफ्नो हातमा र निधारमा चिन्हहरू स्वरूप बाँध, आफ्नो घरमा बस्दा, आफ्नो बाटोमा हिँड्दा, ढल्कँदा र उड्दा तिमीहरूको विषयमा चर्चा गरेर आफ्नो छोराछोरीलाई सिकाऊ। हालेलुया। अघि नै मैले भने नि आज मैले यो कुराहरू चाहिँ आज सबै नानीहरूलाई मात्रै होइन बाबा आमालाई पनि भनेको छु है, किनभने जब हामी परमप्रभु परमेश्वरको वचनहरू चाहिँ है उहाँहरूको आज्ञाहरूलाई चाहिँ पालन गर्दै हिँड्छौँ अनि उहाँको आज्ञाहरूलाई चाहिँ असल तरिकाले है यसरी पालन गर्दै हिँड्छौँ है, अनि उहाँलाई चाहिँ आज त्यो वचनहरू चाहिँ आफ्नो हृदयमा राखेर है आफ्नो यसरी आफ्नो समाजमा भरेर राख्छौँ भने चाहिँ त्यो कुराहरू के गर्न सक्छौँ भन्दा चाहिँ आज आफ्नो छोराछोरीलाई है यसरी जब हामी बाटोमा हिँड्छौँ है, ओछ्यानमा
सुत्दा भयो है उठ्दा सबै कुराको समयमा चाहिँ आज हामी उहाँहरूलाई प्रत्येक वचनहरू भन्दै आज उहाँ परमेश्वरको चर्चा गर्दै आज हामीले आफ्नो बालकहरूलाई सिकाउँछौँ हालेलुया। आज हामीले त्यो कुराहरू चाहिँ गर्नुपर्दछ है। अनि यहाँनिर कतिचोटि मान्छेको मनस्थिति यस्तो छ कि आज यहाँनिर वचन बोल्दै गर्दा त यहाँ वचनमा त खालि कुद भन्छ नानीहरूलाई पिट भन्छ भनेर यहाँ भनिरहेको हुन्छ है। तर आज हामीले त्यो कुराहरू चाहिँ आफूले भनेको होइन, यहाँ वचनले नै भन्छ है। हितोपदेश 19:18ले यो भन्छ कि आफ्नो छोरालाई ताडना दिए किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्यु राजी खुसीले सहभागी नहो भन्नुभएको छ। हेर्नुहोस् त आज हामीले यो कुराहरू सिकाउँदै गर्दाखेरि है कतिचोटि नानीहरूले टेर्दैन है, भन्दै गर्दाखेरि पनि कतिचोटि नानीहरूले नसुनेको जस्तो नटेरी गर्छ। हामीले परमेश्वरको वचनहरू दिँदै गर्दाखेरि कतिचोटि त्यो कुराहरूलाई सुन्दैन है। आज त्यो कुराहरूलाई नसुनिकन त्यो नानीहरू चाहिँ जब जब आफू गल्ती गर्दै हुन्छ है, आज एउटा गल्ती गर्यो भोलि एउटा गल्ती गर्यो त्यसो गर्दै हिँडिरहेको हुन्छ। तर परमप्रभुको परमेश्वरले चाहिँ यो भन्नुभएको छ कि तिनीहरूलाई चाहिँ ताडना दे भनेको छ। उहाँहरूलाई चाहिँ के भन्नु, अब नेपाली शुद्ध भाषामा भन्दा पिटाइ हान भन्नुभएको छ यहाँ चाहिँ। तर परमप्रभु परमेश्वरले यो भन्नुहुन्छ कि आज तिनीहरूले गल्ती गर्दैछ, तिनीहरूले नराम्रो कुराहरू गर्दैछ भने चाहिँ तिनीहरूलाई ताडना दे भन्नुभएको छ। अनि यो मात्रै कि आज तिनीहरूसँग चाहिँ राजी खुसी भएर गल्ती गर्न नला भन्नुभएको छ। हालेलुया। आज कतिजना नानीहरू चाहिँ सानो बालक छ भनेर हामी कतिचोटि अनुशासनमा राख्न चाहँदैनौँ है। कतिचोटि हो सानो नानी हो बुझ्छ, कतिचोटि गर्छ। तर आज त्यो नानीलाई जब बुद्धि आउँदै गर्छ त्यतिखेर चाहिँ आज हामीले त्यो नानीलाई अनुशासन सिकाउँदै गर्नुपर्दछ। कति कुराहरूमा त्यो नानीहरूलाई चाहिँ आज हामीले तालिम दिँदै गर्नुपर्दछ। तर आज हामीले तालिम दिँदैनौँ भने चाहिँ आज है त्यो नानीले गरेको गल्तीमा चाहिँ आज हामी पनि भागीदार हुन्छौँ भने चाहिँ त्यसले चाहिँ आज तपाईँ अनि नानी तपाईँहरूको नानीहरू सबैलाई नै त्यसले चाहिँ के गर्छ, मृत्युमा पुर्याउँछ। हालेलुया। त्यसै कारणले आज सानो छँदा नै आज हामीले आफ्नो बालकलाई चाहिँ राम्रोसँगले है हामीले तालिम दिँदै गर्नुपर्दछ। हिब्रू 12:11मा सबै ताडना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताडनाद्वारा तालिम पाएकाहरूको लागि त्यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ। हालेलुया। हेर्नुहोस् त आज हामीले सानो गल्ती गर्दाखेरि त्यो नानीलाई ताडना दिन्छौँ भने है आज त्यो नानीलाई केही कुराहरूमा गल्तीमा हामी एक्सन लिन्छौँ भने चाहिँ आज गल्ती गरिरहेको छ हामी वास्तव छैन यो त अर्को पालि चाहिँ गुड भइहाल्छ नि है। आज कतिचोटि त्यो नानीहरूले कतिचोटि गल्ती गर्छ तर पनि त्यो नानीलाई चाहिँ हामी ताडना दिनुको सट्टा चाहिँ हामी के गर्छौँ भन्दा चाहिँ उक्साउँछौँ, त्यसलाई चाहिँ उचाल्छौँ। यसलाई चाहिँ हुर्काउँदाखेरि चाहिँ यो नानीले चाहिँ यो बानी छोड्छ भनेर हाम्रो बानी चाहिँ कस्तो हुन्छ भने चाहिँ उहाँ मेरो नानी कति राम्रो पो छ त, यसले त अबदेखि यस्तो गर्दैन, अबदेखि यस्तो गर्दैन भनेर हामी हुर्काउँछौँ, पुरा उचाल्छौँ। आज त्यो होइन, तर परमप्रभु परमेश्वर चाहिँ यो भन्छ कि जतिखेर चाहिँ त्यो नानीहरूले गल्ती गर्छ त्यसलाई चाहिँ ताडना दिए भन्नु छ, हुर्का भन्नुभएको छैन। जब हामी ताडना दिन्छौँ हो पहिले त्यो ताडना दिँदाखेरि दुःख लाग्छ। आफूले जन्माएको छोराछोरी हो नि त, आफूले पिट्दाखेरि कतिचोटि कुटिसकेपछि कतिजना हो सबैलाई हो नि, आमाहरूले कतिचोटि कुटिसकेपछि भरे नै माया लाग्छ हो कि होइन, लाग्छ नि। तर त्यो समयमा चाहिँ हामीले के गर्नु पर्यो भन्दा चाहिँ हो माया लाग्छ, आफूले जन्मेको सन्तान हो है। अनि आज त्यो कुरा गर्दै गर्दाखेरि चाहिँ है आज हामीले ताडना दिन्छौँ, त्यो समयमा हामीलाई दुःख लाग्छ, मैले बित्थामा कुटेछु हो जस्तो हुन्छ। तर आज हामीले जब हामी त्यो नानीहरूले गल्ती गर्दै गर्दा हामीले पिट्छौँ, त्यो नानीलाई ताडना दिन्छौँ भने चाहिँ आज त्यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जब त्यो नानीले ताडना पाउँछ अनि त्यो नानी चाहिँ अबदेखि अहिले यो कुराहरू गर्नु नहुने रहेछ भनेर त्यो नानी के हुन्छ, असल हुँदै गएर जान्छ। हालेलुया। जब त्यो नानी असल हुन्छ अनि त्यो नानीले चाहिँ जब असल भएर त्यो नानी बाहिर निस्किन्छ नि त्यो नानी जस्तो असल कोही पनि हुँदैन। हालेलुया। यसै कारणले गर्दा है आज हामी कतिचोटि आफ्नो नानीहरूले गल्ती गर्दैछ भने है आज हामी त्यो नानीहरूलाई ताडना दिन सिकौँ, हामी नउक्छौँ है। आज म त यस्तो कतिजना चाहिँ यस्तो हुन्छ नि त, अब यसो नानीले के गरे नि म त इभन मेरो नानीले चक्क गऱ्यो भने म त दिइहाल्छु, किनेर टिको दिइहाल्छु होइन। तर आज त्यो चाहिँ मैले किन गर्दैछु भन्दा चाहिँ त्यो नानीले भोलि पछाडि गएर त्यो ठुल्ठुलो काम नबिगारोस् है भनेर हामी कहिले पाट्टा पिट्टा पनि लाउनुपर्छ। हालेलुया। आज मैले चाहिँ तपाईँहरूको बिचमा यो वचन खालि कुटाइको मात्रै वचन
वचन गरे कसरी आशिषको वचन भयो भनेर तपाईँको मनमा उत्पत्ति हुन्छ होला। तर आज मैले अघि नै यहाँ भने नि जब अहिले यो है हामीले कुटैको कुरा गर्दै गर्दा चाहिँ आज मैले तपाईँहरूलाई भन्दै गर्दा चाहिँ तपाईँहरूले यो सोचिराख्नु भएको छ कति धेरै कुटैको कुरा गरेको होला, यो त आशिषको कुरा वचन बोल्ने बेलामा भनेर सोच्दै हुनुहुन्छ होला। तर जब आज हामी यो वचनहरू सिकाउँदै जान्छौँ अनि तपाईँहरूले त्यो कुराहरूलाई चाहिँ पालना गर्दै जानुहुन्छ भने चाहिँ त्यो कुराले चाहिँ तपाईँको नानीले हुने पछाडि गएर है यसरी जब ठुलो हुन्छ अनि त्यो नानीले असल व्यवहार गर्न चाहन्छ। हालेलुया। आज तपाईँहरूले यो नभन्नुहोस् यो बहिनीले चाहिँ आज कुटैको मात्रै वचनले भनेर होइन, आज कतिचोटि बाबा आमाले पनि सिक्नुपर्छ कि आज आफ्नो नानीहरूलाई हुर्काउँदै गर्दाखेरि चाहिँ जहिले पनि हिंसा होइन, जहिले पनि है त्यो नानीलाई गल्ती गर्दा आजदेखि नगर्नु ल भोलिदेखि नगर्नु भनेर होइन, त्यो नानीलाई कसरी हुन्छ त्यो बानीबाट छुटाउने कोसिस गर्नुपर्दछ। हालेलुया। नत्र त आज हामीले त्यो कुरालाई हामीले गर्न सकेनौँ भने चाहिँ है त्यो नानीले अवश्य पनि ठुलोभन्दा ठुलो बिगार गर्छ। त्यसै कारणले अहिले है समय हुँदा नै यो नानीहरूलाई यसरी असल तरिकाले हुर्काउने कसरी हो, ताडना दिएर हुन्छ कि है यसरी परमेश्वरको वचनद्वारा सिकाएर हुन्छ कि आज त्यो कुराहरूलाई चाहिँ गर्दै आज हामी गयौँ भने चाहिँ है आज त्यसले चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ फेरि पाउनेछ। हालेलुया। अनि यहाँ हितोपदेश 22 को 6ले यो कुरा भन्छ, बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम दे र वृद्ध अवस्थासम्म ऊ त्यसबाट तर्केर जाँदैन। हालेलुया। जब हामी बालकैमा त्यो नानीहरूलाई चाहिँ असल कुराहरूको तालिम दिन्छौँ भने जब त्यो नानीहरू हुर्किँदै गर्दाखेरि चाहिँ हामी असल कुराहरू चाहिँ सिकाउँछौँ भने चाहिँ जबसम्म त्यो नानी वृद्ध अवस्थामा पुग्छ तबसम्म त्यो नानीले आज तपाईँ अनि हामीले सिकाएको कुरा चाहिँ कहिले पनि भुल्दैन। आज त्यो नानी चाहिँ जबसम्म अन्तिम अवस्थासम्म पुग्दाखेरि पनि त्यो नानीले तपाईँ अनि मैले गरेको है तपाईँ अनि मैले त्यो नानीलाई शिक्षा दिएर हुर्काएको कुरा चाहिँ त्यो वृद्ध अवस्थासम्म त्यसले काम गर्छ। हालेलुया। Isaiah 61:9 मा तिनीहरूका सन्तान जाति जातिका बीचमा र तिमीहरूका बालबच्चाहरू मानिसका बीचमा चिनिने छन्, तिनीहरूलाई देख्ने सबैले ती परमप्रभुबाट आशिष पाएका सन्तान हुन् भनी स्वीकार गर्नेछन्। हालेलुया। जब हामी तालिम दिँदै आज त्यो नानीलाई चाहिँ असल बनाउँछौँ भने चाहिँ आज त्यो नानी चाहिँ जाति जातिको बिचमा चाहिँ है हरेक मानिसको बिचमा चाहिँ है अनि त्यो हरेक नानीहरूको बिचमा पनि है आज त्यो नानी चाहिँ असल हुनेछ। अनि मानिसले देख्दाखेरि चाहिँ यो भन्नेछ कि हो यो नानी त कति असल है, परमप्रभु परमेश्वरले कति राम्रो असल दिएर असल बनाएर पठाउनु भएको रहेछ। त्यति मात्र होइन, परमप्रभु परमेश्वरको नाम मात्रै होइन त्यहाँ चाहिँ तपाईँ अनि मेरो नाम पनि जोडिन्छ। आमा बाबाले कति राम्रो संस्कार सिकाएको रहेछ, आज आमा बाबाले कति राम्रो शिक्षा दिएको रहेछ भनेर आज प्रत्येक मानिसहरूले चिनेछ। हालेलुया। आज कतिचोटि नानीहरू मूर्ख हुन्छ है, कतिचोटि रिस गर्छ, तिनीहरूलाई रिस गर्नु कसैले सिकाएको हुँदैन तर पनि रिस गर्छ। तर आज हामीलाई त्यो कुराहरूलाई हामीले सबै कुरामा हामीले ध्यान दिँदै गयौँ, त्यो कुरालाई चाहिँ आज हामीले सिकाउँदै गयौँ भने चाहिँ आज त्यो नानी चाहिँ है जब ठुलो हुन्छ है जब राम्रो संस्कारहरू सिक्दै जान्छ, उहाँले देखाउँदै जान्छ, सबै मानिसहरूले यो भन्नुहुन्छ कि परमप्रभुले चाहिँ कति आशिषित छोरा उहाँलाई बनाउनु भएको रहेछ भनेर भन्नुहुन्छ। हालेलुया। त्यसैले गर्दा है म बाबा आमालाई पनि यही उत्साह गराउन चाहन्छु। आज तपाईँ अनि मेरो नानीले चाहिँ कुनै गल्तीहरू गर्दैछ भने आज त्यो नानीलाई असल कुराहरू सिकाउनु है, आज त्यो नानीहरूलाई चाहिँ काम लाग्ने कुराहरू सिकाउनु है, जबसम्म वृद्ध अवस्थामा पुग्दैन तबसम्म हालेलुया। त्यसैले है म तपाईँलाई यही उत्साह गर्न चाहन्छु है यसरी हामी हाम्रो रेनेरा नानीलाई यसरी आशिष दिन आएका छौँ है। अनि कन्ठी 24 र 26 यो लेखिएको छ, परमप्रभुले रेनेरा नानीलाई आशिष दिउन् र रेनेरा नानीलाई रक्षा गरून्। परमप्रभुले आफ्नो मुख रेनेरा नानीमाथि चम्काउन् र रेनेरा नानीलाई अनुग्रह गरून्। परमप्रभुले आफ्नो चेहरा रेनेरा नानीमाथि प्रकाश गरून् र रेनेरा नानीलाई शान्ति दिउन्। आमेन।
भन्न बिदा हुन चाहन्छु सबैजनालाई जय मसीह समय दिनलाई चाहन्छु हामी सबै नानीको निम्ति है हामी केही आशिषको प्रार्थना गर्नेछौँ अनि हामी केकलाई काट्नेछौँ अनि यसोमा चाहिँ आदरणीय हाम्रो पास्टरबाट परमेश्वर बुवा हामी तपाईँलाई धन्यवाद दिन्छौँ जसरी तपाईँले आजको 1 वर्ष अगाडि तपाईँले छोरी रिनालाई अनि यसरी छोरी दिनुभयो गर्भमा अनि रच्दाखेरि तपाईँले नानीको सबै कुराहरू आयोहरू तपाईँले भविष्यहरू अनि तपाईँले वर्तमानहरू नानी जिउने नानी हुर्किने नानीले गर्ने सबै कुराहरू तपाईँले आफ्नो अनि राज्यमा लेख्नु भएको छ अनि आफ्नो हिस्साले तपाईँले आफ्नो छोरीलाई अनि बनाउनु भयो अनि तपाईँले आफ्नो आकार दिनुभएको छ आज रिना नानीको जीवनमा तपाईँले अनि जुन छोरी दिनुभयो अनि आफ्नो छोरीको जीवनमा दिँदाखेरि जुन आशिषको कारण तपाईँले यो परिवारमाथि आफ्नो आफन्तमाथि अनि तपाईँले मण्डलीमाथि बनाउनु भएको छ अनि छोरीको जीवनमा जसरी आजको दिनसम्म तपाईँले जुन सुरक्षाहरू राखिदिनु भयो तपाईँले अनि यो सुरक्षाभित्र आफ्नो छोरीले बढ्नु पर्ने आफ्नो छोरीले पाउनु पर्ने सबै कुराहरू तपाईँले दिनुभएको छ माध्यमबाट विभिन्न माध्यमहरू विभिन्न अनि मानिसहरू विभिन्न क्षेत्रहरूबाट तपाईँले आशिष गर्नुभयो अबको दिन प्रभु तपाईँको हातमा राख्छौँ जसरी तपाईँले यो वर्ष थपिदिनु भयो अनि अब आउने वर्ष पनि तपाईँको हातमा राख्छौँ अनि आफ्नो छोरीले हुर्कने बढ्ने सबै कुराहरू गर्ने तपाईँको अनुग्रह रहोस् तपाईँको कृपा रहोस् तपाईँको महिमा आफ्नो छोरीमा रहोस् अनि तपाईँले आफ्नो छोरीलाई हुर्काउने मम्मीको जीवनमा अनि रिना छोरीको जीवनमा पनि तपाईँले त्यो स्वर्गीय बुद्धि दिनुहोस् तपाईँले भन्नुभएको छ तपाईँले जब अनि आमा बुवा हुने हक अधिकार दिनुहुन्छ तपाईँले त्यो अधिकार पनि दिएर पठाउनु भएको छ जो आशिष बोल्ने सुरक्षा बोल्ने अनि प्रार्थना गर्दा निको हुने अधिकार दिनुभएको छ सबै कुरा तपाईँको हातमा राख्छौँ छोरीलाई अनि हजुरबा हजुरआमा साथमा हुनुहुन्छ उहाँहरूको जीवनमा पनि तपाईँको अनुग्रह तपाईँले भन्नुभयो उहाँहरूको त एउटा नाते नातिना चाहिँ मुकुट हो भनेर तपाईँले घोषणा गर्नुभयो अनि उहाँहरूको जीवनमा जसरी अहिलेसम्म सहायता पुर्याउनु भयो अनि नानीलाई हुर्कन बढ्नको निम्ति उहाँहरूको दायित्वबाट अनि उहाँहरूको क्षेत्रबाट दायित्व निभाउनु भएको छ सबै कुरामा तपाईँको अनुग्रह रहोस् उहाँहरूको जीवनमा अनि मामा हुनुहुन्छ उहाँहरूको जीवनमा पनि भाइको जीवनमा पनि तपाईँको अनुग्रह बोल्छौँ धन्यवाद छ यो ठाउँले पनि जतिजना बसेर नानीको लागि एउटा अभिभावक बन्नु भएको छ उहाँहरूलाई पनि तपाईँले त्यो स्वर्गीय बुद्धि दिनुहोस् धन्यवाद छ तपाईँले आजसम्म गर्नुभएको सुरक्षा तपाईँले राख्नुभएको अनुग्रह तपाईँले अनि गर्नुभएको त्यो निगाहलाई फेरि पनि प्रत्येक दिन तपाईँले भन्नुभएको छ नयाँ गरिदिनुहुन्छ तपाईँको वचन आफ्नो छोरीमाथि बोल्नुहोस् धन्यवाद छ अनि रिना छोरीलाई तपाईँको अनि शान्ति तपाईँको अनुग्रह जसरी आफ्नो छोरी हुर्काउँदाखेरि जति पनि अनि सङ्घर्षको बाटोहरू छ सबै कुरामा तपाईँ आशिषको कारण बनिदिनुहोस् तपाईँ सुरक्षाको कारण बनिदिनुहोस् तपाईँले त्यो बाटोहरू अनि देखाउने तपाईँ एउटा माध्यम बनिदिनुहोस् अनि आफ्नो छोरीको जीवनमा तपाईँको सबै कुराको अनि रक्षक तपाईँ हुनुहुन्छ अनि तपाईँलाई अनि छोरी अनि नानी तपाईँलाई सुन्नुपर्छ धन्यवाद छ आफ्नो छोरीको अगाडि जुन केक जसरी सुन्दर तरिकाले बनिएको छ छोरीलाई तपाईँले त्यति नै सुन्दर गरी बनाउनु भयो अनि अब आउने वर्षहरू पनि यो सुन्दरता आफ्नो छोरीको जीवनमा यो ज्योति तपाईँ हुनुहुन्छ आफ्नो नानीको जीवनमा तपाईँ रहिदिनुहोस् धन्यवाद छ यस्तै मिठास अनि यस्तै उज्यालो प्रभु यो छोरीको जीवनमा घोषणा गर्छौँ यतिजना मण्डली मिलेर यो प्रार्थना गर्ने यसरी आशिष बन्ने अवसर दिनुभयो हामी पनि यस कुरामा सहभागी बनेका छौँ र मण्डली पनि तपाईँको हातमा राख्छौँ सबै कुरा गर्नुहुने अनि यो आशिषको कारण बनाउनु हुने अनि यो महिमामा ल्याउनु हुने तपाईँ परमेश्वरलाई फेरि पनि धन्यवाद दिँदै छोरीको जीवनमा तपाईँको निगा रहोस् तपाईँको छत्र छाया दूतगढको सुरक्षा यीशु ख्रीष्टको आलो रहोस् अब आउने वर्ष फेरि पनि नयाँ गरी अनि नयाँ उमङ्ग नयाँ आशा र अनि उज्जवल भविष्यमा तपाईँले डोर्याउनु भन्दै आशिष अनुग्रह चाहन्छु हामीलाई माया गर्नुहुने यसो परमप्रभुको God
Happy birthday! अब यो समय चाहिँ म घर परिवारलाई दिन चाहन्छु। छोडेर तपाईँले सहायता गरिदिनु परिवार मिलिकन साँच्चै मेरो गाउँमा सबैजनासित भजनद्वारा त्यो परिवारमा जुन दिव्य वचन भन्ने तपाईँले सच्चिदानको सहायता गरिदिनु भयो। तपाईँले भएर बोल्नुभएको हो सच्चिदान्छ त्यो वचनलाई नारीको निम्ति मात्रै नभएर मण्डलीको निम्ति तपाईँले अलिक साँझ ल्याउनु भएको हो। हामी सबै सच्चिदानको वचनद्वारा हामी आशिष पाएका छौँ। धन्यवाद दिँदछु सबै कुराहरू तपाईँको हातमा राख्दै प्रार्थना आशिष माग्छु। जय मसीह। खुसी छौं आज हामी
हामी भन्दा तिमी भन्दा धेरै परमेश्वर खुसी छौ आज हामी भन्दा तिमी भन्दा धेरै परमेश्वर आज फेरि नयाँ दिन तिमीले पायौ परमेश्वरको नयाँ योजनामा बढ्न लाग्यौ बधाई छ तिमीलाई बधाई छ तिमीलाई तिम्रो जन्मदिनमा तिम्रो जन्मदिनमा खुसी छौ आज हामी भन्दा तिमी भन्दा धेरै परमेश्वर भुलिदेऊ विगतलाई नराम्रा सबै भुलहरूलाई हेर अगाडि ख्रीष्टलाई राख पवित्र भुलिदेऊ विगतलाई नराम्रा सबै भुलहरूलाई हेर अगाडि ख्रीष्टलाई राख पवित्र भोलिलाई बधाई छ तिमीलाई बधाई छ तिमीलाई तिम्रो जन्मदिनमा तिम्रो जन्मदिनमा खुसी छौ आज हामी भन्दा तिमी भन्दा धेरै परमेश्वर खुसी छौ आज हामी भन्दा तिमी भन्दा धेरै परमेश्वर आज फेरि नयाँ दिन तिमीले पायौ परमेश्वरको नयाँ योजनामा बढ्न लाग्यौ बधाई छ तिमीलाई बधाई छ तिमीलाई तिम्रो जन्मदिनमा तिम्रो जन्मदिनमा तिम्रो जन्मदिनको शुभकामना तिम्रो जन्मदिनको शुभकामना तिम्रो जन्मदिनको शुभकामना तिम्रो जन्मदिन